चुपचाप माटो छापे अहिले हिजो एउटा त भिडियो भाइरल भएको थियो त बिहे गर्न खोज्दैछ नि त तपाईँले फेन पनि के साह्रो हो फेन पनि के साह्रो के गर्छ भन्दै थियो त्यसो भन्नुहुन्छ ल ईश्वरमा ल हजुर है ल काम गर्ने मौका दिनु चुपचाप यता यता चुपचाप माटो छाप चुपचाप माटो छाप युवासँग हामी मिलाएको युवाहरूले त भोट लाउने तरिका सिकाउनु त्यो त बिहानैदेखि यहाँ वरिपरि घुमिरहेको थियौँ होइन आउनु कतिखेर आउनुहुन्छ भन्ने थियो उहाँलाई भेटेपछि हामीलाई आनन्द भयो अब एकदम हाम्रो नारा यो टोलको चाहिँ के छ भने चुपचाप माटो छाप हल्ला गर्ने होइन कुरो गर्ने चुपचाप माटो छाप जय माटो जय माटो जस्तै मत माग्न आउँछ नि अरू उम्मेदवारहरू हजुर हजुर र यो हर्क साम्बा आउँदा के फरक पाउनु भयो होइन अरू आउँदाखेरि मान्छेहरू कोही पनि बाटोमा निस्किँदैनन् होइन हर्कती आउँदाखेरि चाहिँ यहाँ दृश्यहरू यस्तो देखियो कि सबै घरमा आफ्नो घर अगाडि आएर हर्कतीसँग भेट्ने र भोट हाल्ने भन्ने उयो गर्नको लागि सबैजना घर अगाडि बसेका छन् हर्कतीको यो ठाउँबाट यो आदर्श टोल विकास हो यसबाट चाहिँ 51 घर चाहिँ यो चाहिँ 100% 3-4 जनादेखि बाहेक बाँकी सबैले भोट हाल्छ त्यही त तपाईँ त्यत्रो लामो समय एउटा टिमसँग बसिरहनु भएको थियो मैले ओहोर दोहोर गर्दा सोधेँ हजुर हजुर चुपचाप हाम्रो एकदम उत्सुकता साथ हामी हर्कतीलाई भेट्नेवाला थियौँ भेटेर हामी मत हाल्ने पनि यो तरिका भन्दै थियौँ यो नारा लिएर जाने चुपचाप माटो छाप अब फरक उम्मेदवारहरूमा के देख्नुभयो उहाँमा फरक त अब उहाँ भनेको एउटा के छ भने ग्रास लेभलसँग मिलेर काम गर्ने हो होइन उहाँ हिजो पनि यहीँ हुनु त आज चुनाव जित्नु भयो भोलि चुनाव जित्नु भयो भने उहाँ हामीसँगै बस्ने हो हामीसँगै बसेर काम गर्नुहुन्छ उहाँ किनभने नगरमा हामीले देखियो होइन अरू चाहिँ भेट्न गाह्रो हुन्छ हर्कती आफै आउनुहुन्छ हामीलाई भेट्नलाई जितेपछि पनि यो कुरामा चाहिँ हामी पूर्ण विश्वास छौँ र उहाँले गर्नुहुन्छ भन्ने छ 40 वर्ष अरूलाई हेरियो यसपालि हर्कतीलाई हेर्ने हो माटो छापमा भोट हाल्ने हो तपाईँले एउटा प्रसङ्ग उहाँसँग बिहा गरेको प्रसङ्ग यो हिजो मलाई आनन्द म 30 चोटि जति हेरेँ त्यो कुरो मान्छे कति साह्रो फ्यान रहेछन् उहाँसँग म पनि उहाँको फ्यानै हो त्यसैले उहाँको म सर्च गरी हेर्छु त्यो हेर्दाखेरि मैले एकजना महिला यति नजिक हुनुहुँदो रहेछ उहाँप्रति यति आभार हुनुहुँदो रहेछ म त तपाईँसँग बिहे नै गर्छु पो भन्ने सोचिरहेको छु भन्नुभयो क्या अनि मलाई झन् आनन्द आयो है मान्छे रहेछन् फ्यान रहेछन् हर्कजीका भन्ने कुरो चाहिँ त्यसो भएर पनि जस्तै हिजो चाहिँ धरानको नजिकै तपाईँ हाम्रो यो निर्वाचन क्षेत्रमै आउनुभयो बालेन शाह त्यो भिडियो पनि हेर्नु हर्क साम्पाङ र बालेन शाहलाई एउटा तुलना गरिदिनु होइन हर्क साम्पाङ भनेको चाहिँ उहाँलाई के छ भने सबैजना अब म पनि नजिक भएको भए जान्थेँ तर हेर्नको लागि के भन्छ भने हेर्न जान्थेँ हेर्ने जति सबैले भोट हाल्छन् भन्ने छैन क्या हेर्नेले सबैले भोट हाल्दैनन् जसरी यहाँ हामी रुँगेर बसेका छौँ नि उहाँ आउनुहुन्छ उहाँ यस्तो खालको मान्छे हो हाम्रो चाहिँ 100% हो होइन हर्कतीलाई तर बालेनलाई चाहिँ कस्तो रहेछ के रहेछ भनेर हेर्नका लागि मात्रै हुन् सबैले मत हाल्दैन यो कुरामा ढुक्क हुँदा हुन्छ